Ready? Let's go. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. नमस्ते 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 मेरो मिनी 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 ब्लगमा यहाँहरूलाई हार्दिक स्वागत छ। यो चाहिँ मेरो छोरी 10 वर्ष पुगेको उपलक्ष्यमा मैले पार्कमा सानो एउटा साथीभाइहरूलाई इन्भिटेसन दिएको थियो र 4 तला माथि छ हाम्रो घर चाहिँ विदाउट लिफ्ट अनि सिङ्गल फ्यामिली र अप्रिल र मे महिना त म फुल टाइम काम गरेँ। त्यो बेलामा मती बिग्रिएर भनौँ न त्योभन्दा पहिला पनि त्योभन्दा पछि पनि मैले खासै लाइफमा फुल टाइम काम गरेकै छैन बिकज म मम पनि हो नि त। घरको टेक केयर पनि घरको र 2टा बच्चाहरूको टेक केयर पनि त गर्नु पऱ्यो नि त। यहाँ मेरो हालत हेर्न, कपालमा काइयो पनि लगाएको होइन कि त्यो नुहाएर हल्का क्रिम लगाएर लिपस्टिक लगाएको। मेरो छोरीको कपडा हेर न, करिबन 3 इयर्स पुरानो कपडा झिकेर लगाइदिएँ कि उसको बर्थडे पार्टी सेलिब्रेट गर्ने भने दुनियाँ दिवाना छ, उसैलाई कति गाली गर्ने भनेर म खासै खुसी थिएन। त्यही पनि उसलाई गाली नगरिहालौँ भनेर कति टच्च टच्च दिइराख्ने छोरीलाई भनेर होइन। गाडी कुद्दा कुद्दाको हाम्रो यो अवस्था चाहिँ हालत खराब थियो कि प्याड भइसक्यो थियो, के गर्नु भनेर। हामी चाहिँ घरको जान चाहिँ फुल टाइम नै वर्कर नै थियो। के अरे अप्रिल र मे महिना त म पनि फुल टाइम नै काम गरेँ होइन। स्पेसली यो टाइममा चाहिँ मुना केसीले उहाँ मेरो छिमेकी हुनुहुन्छ, उहाँले मलाई चाहिँ मेन्टली एन्ड फिजिकली यति हेल्प गरेँ कि उहाँको लागि धन्यवाद टक्राउँ भनेर डिक्सनेरीमा मैले ओडहरू खोज्दाखेरि ओडहरू नै भेटिनँ। धेरै धेरै धन्यवाद मुना। अनि जति पनि पाहुनाहरू आउनुभएको थियो सबैले फिजिकली आफ्नो आफ्नो तर्फबाट जे सक्नुहुन्छ त्यही हेल्प गर्नुभयो। त्यसको लागि पनि के भन्छ अरे निमन्त्रित पाहुनाहरूलाई हृदयदेखि धेरै धेरै धन्यवाद। एन्ड जति पनि यो भिडियोहरू फोटोहरू अपलोड गर्न म सफल भएँ बिकज अफ पूजा थापा खड्काज्यू अनि मेरो बुहारीलाई धेरै धेरै धन्यवाद यति राम्रो राम्रो फोटो भिडियोको लागि। तर यो मैले गरेको यो भिडियो एडिटमा पता नि 35वटा भिडियो फोटोको कलेक्सनभन्दा बढी चाहिँ कलेक्ट गर्न नमिल्दो रहेछ। त्यसको लागि मेरो भिडियोहरूमा फोटोहरूमा जतिजना चाहिँ देखिए पनि नदेखिनु भएकोहरूलाई पनि धेरै धेरै धन्यवाद र माफी चाहन्छु। मैले भिडियो चाहिँ ऱ्यान्डमली नै हालेको छु किनभने यो लास्ट मेको होइन, जुन र जुलाई अलरेडी गइसक्यो एन्ड आइ एम गोइङ टु सुन अनदर भ्याकेसन। त्यही भएर मेरो मोबाइलमा चाहिँ मेमोरीहरू खाली गर्नुपर्ने भएर पनि मैले छोटो छोटो एकदम हतारमा भिडियो बनाएको। म भिडियो बनाउने दिनमा पनि म एकदम नै बिजी नै छु। Asking for a fix, I'm done being your punchline. I'm not your favorite toy. I'm not your favorite toy. उपस्थित हुनुभएका सम्पूर्ण भान्डङ बुन्डुङ नानी बाबु दिदी बहिनी दाजुभाइ सबैले हृदयबाट धन्यवाद। थ्याङ्क यू इसु बहिनी, तपाईँको हृदयबाट निस्केको शब्दहरूको लागि धेरै धेरै धन्यवाद। उहाँहरू चाहिँ मलाई स्पोर्टमा हेल्प गर्नुभएको है, धेरै धेरै धन्यवाद तपाईँहरूलाई पनि। जति पनि उपस्थित भइदिनु भयो होइन, मसँग कुनै शब्द नै छैन तपाईँहरूलाई बारम्बार धन्यवाद भन्नुभन्दा मसँग अरू कुनै विकल्प नै छैन। डिक्सनेरीमा ओड नै भेटिन तपाईँहरूको लागि। हाम्रो यो दिनलाई सुनमा सुगन्ध थपिदिनु भयो, यहाँहरूको उपस्थितिले यतिको माहौल बन्न सक्यो, त्यसको लागि सबैलाई हृदयबाट धन्यवाद एन्ड थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई।